लुत्ता अब के गर्ने हैन। हेलो गाइस, सबैजनालाई स्वागत छ फेरि पनि मेरो नयाँ भिडियोमा। ल आमा, यहाँ चाहिँ मेरो आमा हो। आपा चाहिँ अघि काममा गइसक्नु भएको छ हैन। र अब म चाहिँ हिँडेको पिकनिकमा। अघि दाले फोन गर्नु भएको थियो पिकनिक जाने भनेर हैन, मैले जान्छु भनेको छु। त्यही भएर चाहिँ म जानु दिएको। आमा गएको ल जाउँ हिँड्नु बाजे, हिँड्नु हाम्रो अङ्कल चाहिँ निस्किसक्नु भएको छ अहिले हैन। अब हामी चाहिँ यहाँ उँधोबाट हाम्रो घर जान्छ। यहाँदेखि चाहिँ हामी हिँड्दैछु। उहिलेको रीतिथिति हो उहिलेको सिप चाहिँ नबिर्सिनु अरे भन्छ नि, त्यही हो। यस्तोहरू गर्नुपर्छ। त्यही भएर सबैजनाले सिकिराख्नु भनेको। तर खान्तो बाजे आउँदा चाहिँ बिगाडी राख्दिनु। अहिले चाहिँ हामी निस्किसकेको छु। सो अगाडि 9 जना छ। माछा चाहिँ यत्रो पाउँछ देखाउने छु तपाईँहरूलाई। 3 केजीको माछा निकाल्ने हो। पहिला हामीले 5 केजीको निकालेको आशा ल हैन। फाइनली हाम्रो माछा सुरुवात। मैने यहाँ चाहिँ सिस्नो ए यहाँ पनि रहेछ सिस्नो। म चाहिँ प्योर भेजिटेरियन हो, त्यही भएर सिस्नो टिप्दैछु। ए भेजिटेरियन मान्छे यहाँ छ। एकदमै राम्रो सिस्नो। सो त्यही भएर टिपेको दाले। खोलाको सब्जी चेचे यहाँनिर भात छ। यो कसले बनाएको अङ्कल? के मिठो के मजा कल उयो हो भिडियो तपाईँले बनाएको? मैले बनाएको। क्यामेरा राम्रो रहेछ। पिकनिकमा चाहिँ अब यस्तै हुन्छ। ओल्ड मक। यो माछालाई के भन्छ? यहाँ पर भयंकर पार्टी हो रहा है जंगल का बीच में। डिस्कवरी चलो इधर के छचड़ पचड़ क्या दिखता है रे? हमारे साथ देखो, इधर पे आके देखो, मच्छर भी हमारे साथ यहाँ पर आके। हमारे साथ ऐसा ऐसा सुअर का बच्चे भी होता है, कुत्ता का बच्चा का। हेलीकॉप्टर से आ रहा था, क्रैक उड़ने का कारण से हम लोग यहाँ पर फंस गया। वाउ, हामीले यो चाहिँ दुवाली छेकेर चाहिँ यति माडिसक्यो हैन। वाउ, इतना बड़ा बड़ा मछली है अंकल, कहाँ पे नहीं है? सब हिंदी में तो बोल रहे हैं। इसको चैनल में हिंदी में तो बोल दूंगा। यहाँ इधर तो खाली हिंदी चलता है, इधर नेपाली नहीं चलता। इधर देखो हम लोग ने कितना कितना बड़ा बड़ा मछली मारा है। देखो इधर, अरे गंदा जल नाम है नि या निकालेको कहिलेको खै कोनी? काली ओराली गर्दै ल खाना खानु पनि स्टार्ट भइसकेको यहाँनिर चाहिँ। या जेके म्युजिक पर्सन यो आने सिंगो यो चाहिँ हाम्रो एकदमै अर्ग्यानिक डुल खोलामा हाम्रो पिकनिक यति दामी छ। सबैजना छिल खोलाको त हैन है, तर यो चाहिँ डुल खोला। जुड खोलाको यस अर्ग्यानिक एकदम। जुड खोलाको बजारैमा बजार त छैन, बजार हैन हौ खोला। यो चाहिँ खोला मात्रै छ। ओन्ली
दूर भी हो गया बहुत दूर खोला बहुत दूर के देखाउ त खान्छ तिम्रो तिमी किन सब्जी नखाएको यो यो हनी सिंगर यो 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 चाहिँ हाम्रो हनी सिंगर उत्तरको लागि यो उकेरा पता छ नि त एउटा दुईटा तीनटा ए 7 वटा छ भान्जा 7 वटा रहेछ 7 वटा हो त्यो बाटे ए बाटे बाजे बाँड्ने मान्छे अनि उहाँ ठेकेदार मान्छे ठेकादार ठेकेदार पिकनिकको कलवेस मिलाउने मान्छे उहाँ अहिले चाहिँ हामी चाहिँ पिकनिक सकिसकेको हो घर जाने बेला भइसकेको सो सबैजना चाहिँ आफ्नो आफ्नो सामान बोकेर हिँड्न आँटेको अब चाहिँ यहाँनिर चाहिँ दुईटा नानी यो पनि नानी नै हो ऊ पनि नानी बिचरा लेट्स गो हिँड यो त बसेको किन बसेको गाउँको खेती चाहिँ कसरी गर्छ भनेर तपाईँहरूलाई देखाउँदैछ मैले पनि आज फर्स्ट टाइम देखेको तपाईँहरूलाई पनि देखाउनु छु ल हामी चाहिँ पिकनिक सकेर पनि गाउँ आइपुग्यो खोलादेखि पनि अब हामी चाहिँ घर जानुपर्ने यहाँदेखिको अझै तपाईँको 5-10 मिनट लाग्छ घर पुग्नु लागि चाहिँ होइन भाइ हो नि थ्याङ्क यू सो मच फर वाचिङ आजको भिडियो चाहिँ तपाईँहरूको लागि यति नै हो र आउँदो दिनमा आउँदो भिडियो एकदमै राम्रो लिएर आउनेछु यदि तपाईँहरूलाई भिडियो मन पर्यो भने लाइक अनि सब्सक्राइब गरिदिनु होला थ्याङ्क यू